रात्रिको 12 बजिसकेको छ र म छु महाराष्ट्रको गोन्डिया जक्सनमा, जहाँ म वेट गर्दैछु बिकानेर सुपरफास्ट एक्सप्रेस ट्रेनको। यसको निर्धारित डिपार्चर टाइम भनेको 11 बजे हो, तर आज 12 बजिसक्दा पनि यो ट्रेनको कुनै पत्तो छैन। हाम्रो यात्रा थियो पौराणिक, अलौकिक एवं धार्मिक दृष्टिकोणले उत्प्रेरित महाकालको यात्रा उज्जैन नगरीको। करिब 11.5 घण्टा लाग्नुपर्ने यो यात्रा ट्रेनको ढिलाइले गर्दा हामीले लगभग 16-17 घण्टा जति लाग्यो। अचानक बिना प्लानको यो यात्रामा हामीले जनरल क्लासको टिकट लिनुपर्ने भयो र यसरी सुरु भयो हाम्रो यात्राको तिता मिठा घटनाक्रमहरू, जुन म क्रमशः अगाडि देखाउँदै जान्छु। यो चाहिँ हाम्रो लोकल ट्रेनको हालत है। रातिको 1 बजे यस्तो कन्डिसन, कता खुट्टा राख्ने ठाउँ छ, मान्छे सुतिरहेछ मस्त। तल फ्लोरमा चप्पल राखेर बसिरहेको छु। भिड अत्याधिक भएको कारणले ट्रेन चढ्न लागेको दृश्य हामीले देखाउन पाएनौँ। केटाहरू मस्त इन्जोय गरिरहेको छ है। एउटा साथी मस्त यस्तो छ हालत। रात्रिको समय हो, बाहिरको दृश्य देखाउन गाह्रो छ। बिहान भएपछि बाहिरको रमणीय दृश्यहरू पनि देखाउनेछौँ। अहिले चाहिँ हाम्रो दृश्य हेरेर, भित्रको दृश्य हेरेर आफै रमाउनुहोस्। अब यस्तो विषम परिस्थितिमा कहाँसम्मको यात्रा सम्भव छ त यो ट्रेनमा हेर्दै जाउँ। यात्रा पुरा गर्न सकिन्छ या आधीमै ओर्लेर यात्रा टुङ्ग्याउनु पर्छ, अब अगाडि थाहा हुन्छ। रहर त हाम्रो पक्कै पनि होइन यस्तो भिडभाडमा यात्रा गरौँ भनेर, तर के गर्नु, टिकट नै हामीले जेनरल क्लासको पायौँ है। आज मात्रै प्लान बनाएको थियौँ र आजै हिँडिहाल्यौँ। आजको आजै रिजर्भेसन गर्न गाह्रो छ, पाउँदैन। त्यही भएर अब के गर्नु, यात्रा त जसो तसो टुङ्ग्याउनै पर्यो। हामी त केटा मान्छे हौँ है। यहाँभित्र अहिले म तपाईँहरूलाई एकछिनमा देखाउँछु, केटा केटी महिला वृद्ध सब यसरी नै यही कन्डिसनमा यात्रा गरिरहेको म तपाईँलाई देखाउँछु। यो यात्रामा हामीले तपाईँलाई हाम्रो कठिन परिस्थिति मात्रै नदेखाएर हामीले यो यात्राको क्रममा यी कठिन परिस्थितिको बिचमा पनि बसेर हामी रमाएको केही रमाइलो क्रियाकलापहरू गरेको पनि देखाउँछौँ। त्यो पनि अगाडि हेर्दै जानु होला। यहाँ हेर्न सक्नुहुन्छ केटाहरू राति पनि कालो चस्मा लगाएर रमाइरहेको केटा, तर जे होस् गाना बजाएर हामीलाई बस्छ। मजा यहाँ चप्पल राखेर यतिको ठाउँमा बस्नु पर्यो। यात्रा रमाइलो होस्। हावा बाहिरबाट चाहिँ मस्त हावा आउँदैछ है। पनि हेर्नुहोस् न, हात जब एउटा हातमा ब्यान्डेज गरेर पनि मान्छे जेनरल क्लासमा ट्राभल गरिरहेछ। हाम्रो त दुइटै हात दुइटै खुट्टा सहज छ, सही छ। यहाँ हेर्नुहोस्, यी महिलाहरूलाई सानो बच्चा काखमा राखेर ट्राभल गरिरहेको रहेछ है। दयनीय छ गाइज यिनीहरूको जिन्दगी, मात्र छ।
बल्ल बल्ल हल्का चाहिँ खाली भएर हेरौँ आज ब्लकर बनिन्छ जिन्दगी चौपट। रात्रि करिब 2:30 बजिसकेको छ र हाम्रो ट्रेन अहिले नागपुर स्टेसनमा रोकिरहेको छ। यात्राको सुरुवातमा हामी सबैजना एकअर्कासँग अपरिचित थियौँ, तर अब हामी यात्रुबीच साधारण परिचय र गफसप हुन थालिसकेका छ। हामी एकअर्कासँग कुराकानी गर्न थालिसक्यौँ र मित्रता पनि भइसक्यो। ट्रेनको यो सानो क्याबिनमा कोही बिहारबाट रहेछन्, कोही युपीबाट रहेछन्, कोही नेपालबाट रहेछन्, कोही आसामबाट रहेछन्। यत्रो सानो क्याबिनमा इन्डियाका लगभग सबै स्टेटका मान्छेहरू मैले यहाँनिर भेटाएँ र म आफै पनि स्वयं नेपालबाट यिनीहरूको माझमा बसेर यात्रा गर्दै थिएँ। हामी केटाहरूको ग्रुपमा ब्लुटुथ स्पिकर घन्काउँदै गाना बजाइरहेको थियौँ भने हाम्रै छेउमा केटीहरूको ग्रुप पनि अन्ताक्षरी खेल्दै बसिरहेको मौज हेर्नु केटीहरूको ट्रेन मस्त बस्या छ लोकल यो के अरे जेनरल क्लासमा गाना गाउँदै टाइम पास गर्दै गरिरहेको छ। रमाइलो छ। उता केटीहरू रमाइलो गर्दैछ, यता केटाहरूले यहाँनिर जोडेर बिस्लेरी ल्याएर लाइट चल्दैछ केटीहरू। यहाँ कोही भन्दा कम छैन। अब केटाहरूले पनि केटीहरूको देखासिखी गर्दै अन्ताक्षरी सुरु गरिसक्यो। बजाउला भनेको अब यहाँ हुँदै ढोलवाला कहाँबाट आएछ र हामीहरू सबैजना भोले बाबाको भजन गाउन थालिसक्यौँ। ढोल बजाउँदै रमाइलो गर्दै ताली पड्काउँदै। ट्रेनको रमाइलो यात्रा यस्तै नै हुन्छ, कहिले भजन त कहिले कव्वाली त कहिले गाना। साढे 4 बजिसकेको छ है। बाहिर अलिक अँध्यारो छँदैछ। अलिकति सुत्न खोजे यहाँ हालत हेर्नुहोस्। जेनरल क्लासमा यसरी सुतिरहेछ। उता कोहीले जुम्रा खेलिरहेछ है। अनि त्यसपछि एकछिन सुत्न खोज्यो, ठ्याक्क कोही न कोही उठेर टोइलेट जान खोजिहाल्छ। फेरि निन्द्राबाट भनिन्छ है, फेरि निन्द्रा हराउँछ। सब कसरी सुत्छ जेनरल क्लासको जिन्दगी। फाइनल्ली एउटा यस्तो समय आयो जहाँ अब जति च्यापेर राख्दा पनि च्यापिन नसकिने भएर एक सङ्घर्ष गर्दै टोइलेट आउनु पऱ्यो। ट्रेनको टोइलेट एकदमै अत्यन्तै फोहोर है। मान्छेहरू यहाँ फ्लोरमा कसरी जाने होला त्यहाँ खुट्टा टेक्नु। अब यहाँ पो गाह्रो भयो, यहाँबाट कसरी लगभग बिहान भइसकेको छ। बाहिरतिर उज्यालो भइसकेको छ, तर अझ पनि त्यहीको होइन, प्रायः सबैजना अझ सुतिरहेको छ है। बाहिरको यसो सिन हेर्नुहुन्छ। सानो ट्रेन होला भनेको त ट्रेन एकदमै ठुलो रहेछ। फाइनली हामी उज्जैन जक्सन पुगिसकेका छौँ। ट्रेन रोक्दैछ, भिड हेर्न सक्नुहुन्छ। भिडमा ओर्लिन्छ एकदम अत्यन्तै
फाइनल्ली गाइज उज्जैनको रेलवे स्टेसन आइपुगेको छ। भिड निकै छ है, र थकान भनेको प्रो म्याक्स लेभलमा पुगिसकेको छ। अब अहिले केही नगर्ने, सिधा होटल जाने, मस्त रेस्ट गर्ने, त्यसपछि भोलिको प्रोग्रामहरू के के हुन्छ अगाडि फलो गरेर